ल भनिदिनु गाइज कस्तो अब रेलवेको पहिरा बनिरहेछ बिस्तारै बिस्तारै मिठो लाग्यो यो पुलमा मस्त रेलवेको पुल हो ल कुन ठाउँको पुल हो भनिदिनु होला गाइज तो म गइरहेको छु बुढी खोला सरी चाँदी पुलको बाटो हो त्यो हुँदै रेलवेको बाटो सो कति टाइम लाग्छ होला ठ्याक्कै 4 बजिसक्यो कति टाइममा पुग्छु अनि भन्छु गाइज हेराउँछु बुढी खोला कस्तो छ हेरिदिनु होला मेरो भ्लगमा सानो भ्लगमा जङ्गलको बाटो हुँदै हुँदै गइरहेको छ बुढी खोला के गर्नु पैसा छैन सो राम्रो खाइसक्यो गइरहेको छ गाडीको गाडीसँग पुलबाट बाइकमा जाँदा यस्तो जाँदा खुवाएर चाहिँ यार बापरे कत्रो धुलो खुवाएर गयो टिको ड्राइभरले म पनि रेसमा गइरहेको छु बुढी खोला जाने अनि उता जाने के भरताल हाम्रो चोकपुरबाट कृपया हेरिदिनु होला यो सानो ब्लगमा मन्दिर चौधरीको च्याउटी पनि आउँछ हामीहरू यता पनि फेरि लान्छु कि उता लान्छु भरताल आज हाम्रो सानो ब्लगमा रेलवेको बाटो प्रशान्ति यार वही बेसी दूर हो नगर तो पहाड़ दिखाई तो घूम करके अब कितना दूर हो रेलवे बाटोमा त्यहाँनिर छ यो छ नहरको पानी आइरहेछ सो मुनि गइरहेको छु म हल्का भ्यू लिन खतरनाक हेरिरहेको छ यार खतरै डर लागिरहेछ गाइस डर लागिरहेछ यार रिस्क लिएर गइरहेको छु प्रभु साथ देना सो सानो झरनामा